धन्यवाद दिन्छु, विशेष धन्यवाद दिन्छु हाम्रो अग्रजनलाई जसले मलाई आज गवाई भन्ने यो समय दिनुभयो। विशेष गवाई हाम्रो के छ भन्दा हिमालय मिसन चर्च अनि मेरो परिवारको त्यो यात्राको 5 सालको यात्राको सानो गवाई अनि सानो आशिष तपाईहरुको अगाडि लिएर आइरहेको छु। साच्चै नै परमेश्वरलाई म धन्यवाद दिन्छु है, किनभने परमेश्वरले हामीलाई यो मण्डली है यो कलिसियालाई चाहिँ परमेश्वरकै द्वारा म यो सोच्छु कि परमेश्वरले हाम्रो परिवारको लागि अघिबाटै योजना गर्नुभएको थियो। त्यो योजना मुताबिक त्यो योजना अनुसार हामीले यो मण्डलीसँग जोड्ने एउटा मौका पायौं अनि यो मण्डलीसँग सेवाकाई गर्ने, यो मण्डलीमा भएर परमेश्वरको आराधना गर्ने, परमेश्वरको वचनमा आत्मामा बढ्ने हामीले मौका पायौं। म परमेश्वरलाई धन्यवाद दिन्छु। र साच्चै नै हामीले है जब यस मण्डलीमा मैले न्यू इयरमा नयाँ सालको दिन पनि मैले धेरै यो गवाईहरू मैले राखेको थिएँ। त्यही गवाईलाई म जोड्दै है फेरि पनि म सानो गवाई है 5 मिनेटको टाइम दिनुभएको छ। 5 मिनेटको टाइमभित्र है म केही शब्दहरू केही आशिषहरू जुन आशिष चाहिँ हामीले यो मण्डलीद्वारा कलिसियाद्वारा अग्रजनद्वारा हामीले पाएको छौँ त्यो आशिषलाई चाहिँ म राख्न चाहन्छु। साथै नै जब हामी यस मण्डलीमा जोड्यौँ विशेष चाहिँ म यो भन्न चाहन्छु, म पुलपिटमा उभिएको छु है, म यो भन्न चाहन्छु म सबैभन्दा पहिला चाहिँ हामी आत्मामा धेरै बढ्ने एउटा मौका पायौँ है। हामी वचनमा धेरै हामीले वचनको रहस्यहरू हामीले धेरै बुझ्न सक्यौँ है। धेरै आत्मामा हामीले एउटा असल एउटा है हामीले एउटा असल एउटा पक्रिने एउटा है जुन है पक्रिने एउटा लट्ठी जस्तो एउटा बलियो लट्ठी जस्तो हामीले पक्रेर चाहिँ हामी एउटा आत्मामा है एउटा अडेसिएर है एउटा ढुक्कैको साथमा एउटा शक्तिको साथमा एउटा आनन्दको साथमा बढ्ने एउटा हामीले मौका पायौँ। म यो वर्णन गर्न सकिरहेको छुइनँ है, किनभने साँच्चै नै म यो वर्णन पनि गर्न सक्दिनँ। यति हामीले आत्मामा चाहिँ हामीले वचनमा हुर्किने मौका पायौँ मेरो परिवार अनि मैले। र आज म परमेश्वरलाई धन्यवाद दिन्छु। साथसाथै मेरो अग्रजनहरू जति पास्टर, सिनियर पास्टर, एसिस्टेन्ट पास्टर जति पनि प्रचारकहरू हुनुहुन्छ सबैलाई म धन्यवाद दिन्छु, किनभने उहाँको प्रार्थना र उहाँको मेहनतद्वारा चाहिँ आज हामी आत्मामा अगाडि बढ्न पाइरहेको छौँ है। र आत्मामा अगाडि बढेको छौँ। म खुसी लाग्दै थियो मेरो आज है छोरा गाउँमा गएको थियो, उहाँले मेरो छोराले पनि एउटा गवाई त्यहाँनिर है बताइरहनु भएको थियो म कसरी चण्डीगढमा पन्जाबमा गएर चाहिँ प्रभुमा बढेँ, मेरो परिवारसँग हामीले कसरी बढिरहेको छौँ हिमालय मिसन चर्चसँग भनेर। मेरो नानीले पनि जब चर्चमा गवाईको भिडियोहरू है बिहान मैले यसो हेरिरहेको थिएँ, देखिरहेको थिएँ, म परमेश्वरलाई धन्यवाद दिइरहेको थिएँ। अनि हामी दुईजनाले यही उहाँले मेरो हस्बेन्डले भनिरहनु भएको थियो, साँच्चै नै हाम्रो अग्रजनको कारणले यत्रो प्रार्थनाको कारणले हाम्रो नानी टाढो गएर पनि यस्तो गवाईहरू दिइरहेको छ भनेर। आज हामी साँच्चै नै हाम्रो आत्मामा हामीले धेरैभन्दा धेरै आशिष पाएका छौँ है यस हिमालय मिसन चर्चद्वारा है हामी जुडेकोद्वारा। अनि हाम्रो आत्मामा मात्रै नभएर लगातार हाम्रो शरीरमा पनि है मेरो नानीले पनि यही गवाईहरू दिइरहनु भएको थियो है, शारीरिकमा पनि हामी धेरै आशिषित छौँ त्यो मण्डलीसँग जोडेर भनेर भनिरहेको थिएँ। आज म पनि यही भन्छु, किनभने गवाई भनेको एउटा सत्य गवाई हो है, परमेश्वरले दिनुभएको येशू मसीह चाहिँ जिउँदो गवाई हुनुहुन्छ अनि हामीलाई पनि जिउँदो गवाईको लागि परमेश्वरले यस संसारमा राख्नु भएको छ। र साँच्चै नै हामीलाई शरीरमा पनि धेरैभन्दा धेरै है आशिष छ है। धेरै हामीमा धेरैभन्दा धेरै हामीले जुन कुरोहरू चाहिँ है पछाडिको दिनहरूमा गर्न सकेका थिएन आज अग्रजनको प्रार्थना र सपोर्टको द्वाराले आजको दिनहरूमा हामी गर्न सकेका छौँ। जुन जग्गामा हामी खडा हुन सकेका थिएनौँ आज हाम्रो अग्रजनको प्रार्थना र मण्डलीको सबैको प्रार्थना र सपोर्टले गर्दा आज हामी खडा हुन सकेका छौँ। र साँच्चै नै म धेरै 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 धन्यवाद भन्छु परमेश्वरलाई। अनि साथसाथै हाम्रो यहाँको जति पनि है अग्रजनहरू प्रचारक है पास्टर, सिनियर पास्टर अनि एसिस्टेन्ट पास्टर सबैलाई लगायत जति पनि हाम्रो मण्डलीको अगुवाहरू छन् है बोर्ड मेम्बरहरू सबैलाई म धन्यवाद दिन्छु। र अगाडि पनि हाम्रो लागि यही प्रार्थना गरिदिनुहोस् है मण्डलीको सबै अग्रजन लगायत मण्डलीको मेम्बरहरू मिलेर कि हामी यसरी नै अगाडि पनि जुडेर है प्रभुमा अझै मात्रामा है यस मण्डलीसँग जुडेर परमेश्वरको कार्यलाई हामी देख्न सकौँ, गर्न सकौँ अनि अगाडि बढ्न सकौँ भनेर सबैले हाम्रो लागि अगाडिको दिनहरूमा पनि प्रार्थना गरिदिनु होला। हुन्छ सबैलाई जय मसीह।